हेर्नुस् त गाइस, पानीको ट्याङ्कीमा चाहिँ एउटा परेवा एकदम घायल अवस्थामा थियो र मैले त्यसलाई निकाल्नुपर्छ भनेर प्लास्टिकको वस्तु लिएर चाहिँ त्यसलाई उद्धार गर्दैछु। उद्धार गरिसके भन्दा पछि एकदमै चिसोले काबिरहेको थियो र एउटा कपडा भेटाएँ। कपडाले चाहिँ अब त्यसलाई न्यानो गरेर राख्नुपर्छ भनेर कपडाले चाहिँ न्यानो गराउँदैछु त्यसलाई। त्यसको खुट्टामा पनि एउटा पताङको रस्सी फसेको रहेछ र त्यो त्यहाँबाट उम्किन पाइरहेको थिएन। एकदम घायल अवस्थामा चितविचित अवस्थामा थियो। मैले त्यसलाई न्यानो गरेर घाममा न्यानो पार्न राखेको छु। राखिसकेपछि चाहिँ अलिकता आँखा हेरिसके भन्दा पछि अर्को कपडा च्यातेर चाहिँ त्यसलाई न्यानो गरेर राख्नुपर्छ भनेर अर्को कपडा च्यातेर न्यानो गराउँदैछु। न्यानो गराइसके भन्दा पछि चाहिँ उसको ज्यानमा चाहिँ सास आयो है। सास आइसके भन्दा पछि चाहिँ त्यो अलिकता हिँड्दैछ। हेर्नुहोस् त कस्तो हिँड्दैछ। हिँडिसकेपछि चाहिँ त्यो चाहिँ त्यहाँबाट आफ्नो स्थानमा उडेर पनि जान सक्ने खालको भयो। त्यो भइसके भन्दा पछि चाहिँ यो भिडियो बनाउनुको मकसद चाहिँ कुनै भ्युजको लागि, कुनै देखावटीको लागि पनि होइन र एउटा कुनै पनि सजीव प्राणीलाई चाहिँ मद्दत गर्नुपर्छ। यस्तो अवस्थामा मानिस होस् या कुनै पनि चराहरू होस् या जनावर होस्, यस्तो अवस्थामा चाहिँ एकदमै सबैले चाहिँ बचाउनुपर्छ होइन भनेर चाहिँ यो भिडियो एउटा सन्देशमूलक भिडियो पनि हो, कुनै देखावटीको लागि पनि होइन। तपाईहरुले यदि यो भिडियो मन पर्छ भने लाइक, कमेन्ट, शेयर गरिदिनु होला।